हेलो गाइज वेलकम टु द ब्लग। आज चाहिँ हामी निस्किँदैछौँ तिजोकको लागि होइन। लेट्स सी कस्तो रहनेछ त आजको ट्रिप। मेरो आवाजभन्दा बुलेटको आवाज बढी आइरहेको होला होइन। बुलेट पड्केपछि केही लाग्दैन। बुलेट साइलेन्टमा लगाएर कुदाऊ। बुलेट साइलेन्टमा लगाएर कुदाएपछि अब सकिँदैन नि त। अप्सियम हुन्छ होइन चक्कसँगले मामा। फाइनल्ली यहाँ पुग्दाखेरि चाहिँ हाम्रो टोपी उडायो होइन। टोपी उडाएपछि ओर्लेर यसरी लिन आउनु पर्दैछ। हिजो अस्ति यस्तै ढुङ्गेलसँग माथि आइएको थियो कि त्यहाँ नै झिसमिसमै त्यस म निन्द्रैमा थिएँ। यस्तो मोबाइल छरियाएको माथि मजाले समाएको रहेछ। हावा ल्याएर ब्ल्याङ हालेर नाक छ झन्डै भत्काएको थियो क्या। नाकै डाँडी नि हौ नाकै डाँडी। कहिले ढुङ्गेलसँग अस्ति लुम्फा भाउ अनि त्यही त लडेर यहाँ हेरौँ न हात कस्तो होला सर। पछाडि सो हाम्रो चाहिँ टोपी उडायो होइन। टोपी उडाइसकेपछि मैले टोपीलाई राखेर अब एकदम माता घाममा टाउको यस्तो देखाउँदै हिँड्नुपर्ने अवस्था आयो होइन। हाम्रो पर्विन सरको राइडी निस्क्यो। तीमाथि हावा, तीमाथि मेरो टोपी हो। सो गाइस हामी जाँदैछौँ। यो जस्ट हेर्नु सक्नुहुन्छ बारीपट्टिको भ्यू होइन। यो गाडीमा त्यही हानिरहेको छ अलिकति मैला गरिरहेको छ। सब्सक्राइब गर्न लगाउँछु होला रोकेर चिनी चियापत्ती सब्सक्राइब गर्ने सब्सक्राइब हुँदो रहेछ ड्राइभिङ त्यही भएर। जाँदैछु एकदमसँगले तिजोक होइन। आज चाहिँ हाम्रो अब जस्तो ड्युटी स्युटी सक्यो कति 1:30 जति भयो होला होइन। चट्टसँगले हामी जाँदैछौँ तिजोक। हामी अहिले सामदिनबाट यसो लाग्यौँ घुम्ती। चट्टसँगले हाम्रो पर्विन सर हुनुहुन्छ हो। बुलेटको साइलेन्सर पड्केर मेरो बोली नबुझिन सकिन्छ। त्यसको लागि अब एउटा माइक गिफ्ट गर्नु हुनुपर्ने छ होइन। अन्तिममा चाहिँ नि माइक गिफ्ट गर्नु हुन्थ्यो भनेर हाम्रो चाहिँ हाम्रो अङ्कलहरू यता जाँदै हुनुहुन्छ। सो पानी अनि राम्रो परेछ त यता त अघि। ए उहाँ फिल्ममा यस्तो घाम छ माको त्यस्तै हुन्छ क्या। फिल्ममा घाम लागेर गयो अस्ति नाम जस्तै फ्लप भइगयो नि।
बाटामै च्याङ रहेछ नि त अनि यता तर्साउँदैन कि यस्तो मौसम चाहिँ फेरि 5 थरको चोकमागु मात्रै पाइन्छ है फेरि भिडियोमा नि पाइँदैन क्या यस्तो दामी हेरौँ त हरियाली दामी उब्रेको छ चोकमागु है चोकमागु गाई चोकमागुको हेरौँ भ्यू कस्तो दामी छ हाम्रो गाउँमा नि यतिको बाटो गइदियो भने चाहिँ अनि यतिको चाहिँ हुन्छ है फेरि तर हुँदैन के गर्नु नेताहरूले राजनीति गरेर सकेका छन् कन्टेन्टै नेताहरूलाई त्यही बाटो छ पछाडिको यो खाना बनाएर खोज्दै भएमै लाग्छु भने पिर पछाडिमा यो हाम्रो सिवा लाग्यो अब यहाँबाट चट्ट यहाँ हेर्न सक्नुहुनेछ तपाईँहरूले होइन यहाँ हाम्रो फिल्म छ है यति फेरि 5 सकेर हामी 6 नम्बरतिर लागिसक्यौँ होइन हामी हिँडेको पनि लगभग कहाँ बनिँदै गरेको पर्यटकीय स्थल हो होइन त्यहाँ तपाईँहरू पनि आउन सक्नुहुनेछ लगभग तपाईँको आधी घन्टा 45 मिनट होला लगभग त्यस्तै होला बाटो हामी पनि फर्स्ट टाइम जाँदैछु होइन एक्ज्याक्ट टाइम कति हो भनेर म अहिले तपाईँहरूलाई भन्दैछु सो गाइज हेरेर इन्जोय गरिदिनु होला होइन के कस्तो हुनेछ कमेन्ट गरिदिनु होला सेयर सब्सक्राइब गरिदिनु होला पनि धेरै धेरै कमेन्ट गरिएर हामीले सब्सक्राइब एन्ड सपोर्ट मारेको छैन त अनि
बस्ती दामी रहेछ भित्रभित्र त पाक्नु रहेछ नि बस्ती झुरुप्प रहेछ क्या बस्ती चाहिँ नि यसो घर अगाडि वल्लो घर गर्न चाहिँ सजिलै हो म त्यसै ज्याकेट खाएर आउँछु हेरेर चाहिँ फेरि रिल्स सहित भिडियो सहित भ्लग सहित सबै भ्याइन्छ है फेरि हामी सक्दैन नि फेरि फोन झऱ्यो भने चाहिँ फेरि कसले जिम्मा दिने हो यस्तो ठाउँ आइपुग्यो कि यस्तो ठाउँ आइपुग्यो कि बिजोक रमाइलो हुनसक्छ यहाँनिर चाहिँ कन्टेन्ट उतापट्टि फेरि हाम्रा कार्तिकेय बसेका छन् हामी चाहिँ अब नजिनाडा निस्किन लाग्यो होइन कोही जानु भएको छैन पर्ने सर के खोइ कसको कहाँ मलाई दिएको छ र गाडीमा फला सो गाइस हिजो भिडेको मान्छे झन् यहीँबाट फर्किनु पऱ्यो होइन त्यस्तो पनि नहोस् बाटो अब अफरोड छ अरे हेर्नुहोस् नआउनेहरूले हामी त आइराखेको मान्छे भाइ जेवाले जाँदा मैले भन्न फलान थोकै निस्केला जस्तो भनेर गाह्रो छ नि यसरी उफ्रिँदै हिँड्दा गाडी सो अबको चाहिँ खबरहरू छ हाम्रो अफरोड राइडिङ होइन प्लस दिगो अब नयाँ ठाउँ हो होइन दुईजना फोटो त देखाएको छुइनँ भन्दैन म चाहिँ गलिसक्दा यार यस्तो गर्दा गर्दा अब मैले बन्द गर्दा पहिले यस्तो छ क्या गाउँतिर चाहिँ अब यसरी बुलेट पड्केर चाहिँ बाटा निस्केर हेर्थेँ मान्छे अहिले मान्छेलाई बाल छैन यार बुलेट आस् कि हेलिकप्टर आस् कि यो खम्बेलको लागि चाहिन्छ भनेर फोटो खिचेको क्या त्यो हिजो चाहिँ नि खम्बेलको लागि चाहिन्छ भनेर फोटो खिचेको क्या खम्बेल भनेको अलिकति आकर्षण देखाउने हो क्या अगाडि पोस्टर जस्तै हो क्या ब्यानर त्यो बनाउनु पर्छ नि त बनाउँदा गाह्रो छ नि दादा सुरुमा त थाहा थिएन होइन जोतमा दिन्थेँ पछि गएर चाहिँ थाहा हुन थाल्यो त्यही हो गाई झिलो अलिअलि त भइहाल्छ बर्खाको टाइममा होइन तर सोच्यो भन्दा चाहिँ बाटो राम्रै हो म सोचिरहेको छु कि आज चाहिँ होइन सबैजनाखेरि एकजना लोकल मान्छे त्यहाँ कलेज जानेको बुझेको मान्छेहरू त्यो भने चाहिँ सही हुन्थ्यो भनेको उहाँलाई लागेको ठाउँ भन्थेँ दिदी यहाँबाट तिजोक कति टाढा हो कहाँबाट
नोटिस गाइस बाटो बिर्सेर हामी चाहिँ अलिक अगाडि नै आइएछ होइन बाटो भन्नुपर्ने भनेर भन्न सोधिदिन्छ आन्टी गाह्रो होला होइन बास गाडी यहाँ छ उकालो बाटो चाहिँ कहाँ छ त भन्ने जस्तो भइगयो परै हो पर पनि बाइक आउँदै थियो ल ठिक छ हामी अब बाटो अलिकति भड्केकै हौँ त अब के गर्नु बाटो बिर्स्यो भने होइन जानेहरू लेख्नु नि हौ यतिको मान्छे ठाउँमा त लेख्नु चाहिँ पर्ने हो अब लेखेन छ नि अब त्यही हो यहाँको अब त्यो तिजो के भन्छ त्यो निर्माण समिति कि विकास समिति हो कि के हो होइन त्यो उहाँहरूले चाहिँ एकदमसँगले यो बाटोमा तिजोक जाने बाटो भनेर पनि एकदम लेखिदिएछ हामी जस्तालाई हामी त होइन हामी त अब फेरि अब भइदियो होइन हामी जस्तो आउने मान्छेको दुःख पाउँदैन आउने हो बाटो यतिकै थियो अहिले अलिक अथवा भएको होला भन्ने आश हो होइन यस्तो बाटो पो रहेछ फेरि अलिक सजिलो बाटो थियो उकालै लाग्यो भने चाहिँ यही हो म अघि नोटिस चाहिँ गर्दै थिएँ क्या हुसु लागेको ठाउँ भने तिनीहरूले त्यो बाटो त ओह्रालो ओह्रालो पर त सोचिरहेको थिएँ क्या हामीहरू आयो हिलोमा हामीहरू हातै गलिसक्यो भलक बनाउँदा के सम्झो खाए त हो नि हातै गोलिसक्यो यस्तो त हो त चिसो जाने बाटो भनेको त नि यहाँ हामीहरूकोतिर घाँस काट्न जाने बाटो त फेरि सशस्त्र छ बाटोको होइन बाटो पनि अप्ठ्यारो भन्नु कि सजिलो भन्नु कि हामी गलत बाटो आइयो कि आज तिजोको तपाईँलाई मात्रै हुन्छ जस्तो छ यो बाटो हेर्दा कम्तीमा चाहिँ गोलिया तान्नलाई बनाएको बाटो हुनु हुनसक्छ तर हुसेतिरै आइपुग्यो है भन्छ तेर्सो त पक्कै होइन होला अन्टिल भन त भाइ अन्टिल यत्तिको चाहिँ पार्किङ हुनुपर्छ बिच बाटामा पार्किङ गरिदिएछ यार यत्रो बाटामा सो गाइज हामी चाहिँ तिजोक जाने बाटो यस्तो बिजोक भएको रहेछ अहिले त झन् भरे पानी पऱ्यो भने त नि यो त मारेर छोड्छ नि हो यो बाटो त हेरौँ त यस्तो छ नि यस्तो गोलिया खन्नलाई बनाए जस्तो बाटो छ हेरौँ हाम्रो परबिन सर उहाँ सेल्फी हान्दै हुनुहुन्छ होइन बुलेटको आज तेल निकालिने भयो हामीहरूले होइन बुलेटको निस्क्यो मात्रै त ठिकै हो हामीहरूको निस्किला जस्तो छ यो बाटो हेर्दा चाहिँ दाम यसो बाटो चाहिँ हेर्न सक्नुहुन्छ एउटा बाइक मात्रै जाने छ सब गाडी छ होइन त्यो ठाउँ मात्रै होइन बाटो पनि व्यवस्थापन गर्ने बेला भएको रहेछ
फेरि यो बाटोको यहाँ बाटो छ, यहाँ यस्तो छ झोडी, यहाँ बाटो अगाडि हेर्नु यस्तो बिजोग छ कि यस्तो छ। यो गाउँमा गोलिया तान्ने बाटो जस्तो छ हुन्छ भविष्य। मेरो भ्लगिङ आज अन्तिम होला। आज यो बाटो देख्दा फेरि काँडाले हालो यो बाटो देख्न सक्नुहुनेछ, तिजोक जाने बाटो हो यो चाहिँ होइन। यो चाहिँ चट्ट एउटा हँसिया पनि सँगसँगै बाइकमा आउँदाखेरि लिएर आएर फाड्दै अगाडि बढ्नुपर्ने हुने रहेछ। सब ऐँसेलुको काँडा छ फेरि यो देख्न सक्नुहुनेछ। अब यो हाम्रो प्रवीण सरले यस्तो सङ्घर्ष गर्दै हुनुहुन्छ कि यहाँ हेरौँ न यो भाँच्नलाई, यसलाई भाँचेर अब विसर्जन गरेर त्यहाँबाट बाइक छिराउनु पर्ने स्थिति छ। यस्तो छ, सकिन्छ त सकिँदैन नि, कसरी भाँच्नु। हँसिया चाहिँ चाहिने नि रहेछ होइन। अरू अब तपाईँहरूको ठाउँमा आएर यस्तो गरिदियो भने नभन्नु होला होइन। जे देख्यो त्यही भन्ने हामीहरूले भनेको होइन। तिजोक भनेको अब अझै हुसु लागेको छ भने चाहिँ त्यो माथि होला नि। खोइ यार अन्तिममा चाहिँ यहाँ आएर चाहिँ खोइ तिजोक के चाहिँ कसरी हिँडेर गयो त्यत्रो भनेको। अब जोडी गएको होला नि, जोडी जानलाई के र जोडी जोडी त नि हाल्नु पर्ने पऱ्यो नि। हटा नबोल्नु भन्छु, बोल्नै पऱ्यो। अब के गर्नु, बाध्यतै छ, बाटै त्यस्तो छ त, उकालो होला नि। होइन होला तिजोक हिँडेको कहाँको मोकेबारी र काँडाघारी मात्रै पुगिन्छ त यार। अनि तिजोक चाहिँ कहाँ हो यो वास्तवमा? लोकेसन सोकेसन यसो देखाइदिनु, बाटो छ भन्ने हुनुपर्ने। हाम्रो खरपुरीको डर भने जतिले भइसक्यो। अब कन्टेन्टै अब यो तिजोक भनेको छ, अब भरे तिजोकै नपुगी फर्कै होला जस्तो छ होइन। त्यसको लागि चाहिँ माग पाउँ अब यस्तो छ हेर तिजोक किने थट। Thumbnail. मदरचोद लडेरै छाडियो अन्त यहाँ पोल्ट्यो भनौँ न, लडे पनि नभनौँ। गोलिया तान्ने बाटो रहेछ, मायापुरी नै हुन्छ। ओके गाइज, सो प्लिज हामी कम ब्याक भइसक्यौँ है उकालो बाटोमै। फेरि मदरचोद तिजो किने। सो गाइज अब चाहिँ हामीले बाइक नलाने पनि निर्णय गऱ्यौँ। बाइकै मायापुरी यो मुर्गा हिँड्ने जस्तो मात्रै रहेछ, रिस्की हुने भयो उँभो आएर त। सो हामी चाहिँ यहाँ लडियो भन्न नि मिल्छ होइन। खोइ कसले त्यो पनि घिसार्दै नि मरेर कहाँ यो त्यत्तिकै त। यो बाटोमा त ट्र्याक्टर मात्रै हो क्या। कस्तो जान्थ्यो उँभो कसरी बल्ल देखियो। ए लु फाइनल्ली आजको कन्टेन्ट पुरा हुने भयो होइन। ए कुहिरो उड्दैछ होइन, चट्टसँगले टाइम ल्याप्स बनाउँदा हुन्छ। आज चाहिँ कन्टेन्ट पुरा हुने भयो होइन। फाइनल्ली देखियो हो रहेछ ठ्याक्कै ऊ माथि झन्डा देखिँदैछ कुहिरोमा।
अब यो क्यामेरा त्यस्तै हो, म यस्तै हो। सो गाइस आज चाहिँ हामी अब मरितरी तिजोक चाहिँ पुग्यो, तर यसरी यो बर्खाको टाइममा चाहिँ नआउँदै नहुने रहेछ। यहाँ चाहिँ गाह्रो छ, बाइक पनि आइपुग्नु गाह्रो रहेछ। फेरि कस्तो नमिलेर बाइक पुग्छ भनेको पुग्छ मजाले होइन, बाटो मलाई ट्र्याक्टर कुद्ने रहेछ यत्रो हुन्छ। सो गाइस हामी चाहिँ अब तिजोक पुगिसकेका छौँ लगभग होइन। टाइमले चाहिँ अब हल्का बनाउन थालेको रहेछ कि बनाएको खोजेको रहेछ भनौँ न। मेन आउनु चाहिँ बाटो चाहिँ अहिले बर्खा चाहिँ समस्या रहेछ भनौँ, दुःख पाइन्छ होइन। हामी पनि आधी बाटोमा ल्याएर बाइक छोडेर यहाँ आउनु पऱ्यो, बाइक चिप्लेर साह्रै। त्यसले गर्दाखेरि बर्खा चाहिँ गाह्रो गरिरहेछ भन्ने कुरा बुझियो कि कसो पर्विन सर? बर्खा आउन कतिको सजिलो यहाँ हो, मान्छे नभाडौँ न रहेछ। सो हामी चाहिँ अब यो सिडी चढ्दैछौँ होइन। तिजोक छिरियो भनौँ न, छिरिसकेपछि प्रगति भनेको यति हो, खासै केही छैन। छ्यास मिलाएर बुझौँ। अनि अब भनेको उसु लागेको छ मेरो कुरो, फोटो भिडियो त त्यस्तै त्यस्तै होला जस्तो लाग्छ। जस्तो भयो नि हाम्रो काम हाल्ने हो, तपाईँहरूको काम हेर्ने हो। हिँड्ने बानी पनि हराएछ होइन। हामीहरूको त्यो टक्क माथि साझे डाँडालाई नि यतिको बनाउनु भने भन्दा बवाल ठाउँ छ नि हाम्रो गाउँठाउँकाले। यसो हेर्नु भने विचार गर्नुभयो त्यो पनि। गाइस हामी चाहिँ एकदम यहाँ तिजोकमा छौँ होइन। यहाँ घुम्ने फिर्ने एकदम दामी ठाउँ बनिँदै रहेछ, बवाल ठाउँ बनिँदैछ, निर्माणाधीन अवस्थामा छ। तपाईँहरू पनि आउन सक्नुहुनेछ यो फिदिमबाट। हामी चाहिँ अहिले चट्ट तिजोकमा आइपुगेको छौँ होइन। तल त्यस्तो गर्मी थियो, यहाँ यस्तो कुल छ नि मौसममा टक्ने थेट यस्तो अन्त दिमागी त चिल आनन्द छ। यहाँ आउनु होला होइन। त्यही हो फिदिमबाट लगभग ननस्टप आउँदाखेरि 1 घन्टामा आइपुग्ने रहेछ। हिउँदको टाइममा, बर्खामा चाहिँ अलिकति समस्या हुने रहेछ बाटोले चाहिँ। बर्खाको टाइम चाहिँ अलिकति चाहिँ हिँड्नैपर्छ, बाटो पनि अलिकति अप्ठ्यारै छ नमिलेर पनि पातलेबाट पनि। सो बोल्दै हुनु नबिना 2 शब्द पर्विन सर के बुझ्नुभयो? यो त अनि आयो सुक्दै छ। हामी चाहिँ एकदम अहिले तिजोकमा घुम्दैछौँ होइन। यस्तो दामी चिसो मौसम छ यहाँको चाहिँ होइन। सट्टसँगले होइन। म चाहिँ यता माथि चढेको छु, दामी बनिँदै पनि रहेछ, प्लस ठाउँहरू चाहिँ बवाल बनिँदै पनि छ है। तपाईँहरू पनि आउनु सक्नुहुनेछ। फिदिमबाट लगभग 1 घन्टामा आइपुग्नुहुनेछ। सो गाइज हेरौँ हाम्रो पर्विन चाहिँ कस्तो दिँदैछन्। सो गाइज हामी चाहिँ अहिले तिजोकमा छौँ होइन। यो बनिरहेको छ, यो चट्ट हेर्न सक्नुहुनेछ तपाईँहरूले। चट्ट दामी तरिकाले तिजोक यो भनेको मगरहरूको भन्ने कुरो बुझ्यो होइन। यतापट्टि तामाङहरूको अनि चट्टसँगले तपाईँहरूले मलाई यहाँ देख्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो फाल्गुन गाउँपालिकामा यहाँ तपाईँहरू पनि घुम्न सक्नुहुनेछ। सो हाम्रो पर्विन सरलाई फेरि फोटो भनेपछि हेरौँ न, मार्दै छोड्छन् हेरौँ। राम्रो क्यामेराम्यान आएपछि यस्तो हुन्छ क्या। चट्ट बनिँदैछ भित्र कटेजहरू पनि चट्टसँगले। हिउँद लागेपछि आउँदा ठिकै हुने रहेछ। यहाँनिर बर्खा चाहिँ सम्भव छैन, बाटो अलिक अप्ठ्यारै रहेछ। हिउँदको लागि चाहिँ बवाल डेस्टिनेसन हुनसक्छ यो पिकनिक सिकनिकको लागि चाहिँ। क्रस फायर फेरि यहीँ आइदियो क्या। अब हामीहरू अघि बाइक ल्याउनु नसकेको यतापट्टि एउटा घुम्नु पऱ्यो यो तलतिरबाट उकाले हुँदैन। त्यो कस्तो जुन सिँढी हुँदा उताबाट त्यहाँबाट कुवा पानी छ, यही देखिएको छ। कहाँ हुन्? तल छन्। कहाँ राख्नु? तल त्यो
एउटा पानी ट्याङ्की आइपुग्यो आएन तिम्रो पनि हो यस्तो दामी मौसम छ होइन चट्ट हो फोटो खिचौँ खिचौँ न ब्लग फोटो सो गाइज हामी चाहिँ अब ओह्रालो लागेको होइन फोटो खिच्नु नि यो अब यस्तै हो दुईपट्टि काम गर्नुपर्ने हुन्छ अब यता फ्रन्ट क्यामेरा गरेर दिएछन् फेरि दामी हाल है कालो आउँछ हो र उँभो जस्तो आउँदैन क्या एन्टिलाइट पर्दैन दिमाग लगाउन जी हिँड्नु मेरो खिचाइमा के दुईवटा काम गरिहाल्छु नि म सो गाइज यता हाम्रो भिडियो पनि बनिँदैछ होइन अब यता म पनि यस्तो दिँदैछु नि खिचिराखेको छु त होइन मेरो भिडियो खिच्ने कि तपाईँको हो हट यहाँ आफ्नो भ्लग यता अलपत्र हो हेर बोलेका ब्याङ्कहरू नि यस्तो बोल्छन् फिदिमको प्रभु ब्याङ्क चाहिँ भरिसकेर नछिर्नु यस्ताको सङ्गत पर्छ यिनको आँखा पऱ्यो भने फेरि जोगाउन गाह्रो हुन्छ कि सो गाइस हामी चाहिँ अहिले अब एकदमसँगले फर्किने क्रममा छौँ अनि यहाँ तलतिर आउँदा दामी सिरुबारी देखियो होइन पहिले त अब यस्तै सिरुबारीमा नि घाँस काटेर हिँड्ने हो अहिले अब 2-4 वर्ष बजार बसेपछि यत्तिको चाहिँ हुँदो रहेछ मान्छे भन्ने मलाई लागिरहेको छ होइन सिरु देख्दा मलाई फोटो खिच्नु मन लाग्दो रहेछ सो गाइस हामी चाहिँ अब ओह्रालो फर्किसकेको होइन यहाँ अघि पनि बाटो अप्ठ्यारो थियो म चाहिँ अलिकति हिँड्नु नि पऱ्यो भनेको अब फेरि बाइक गरम पनि हुन्छ यो होइन हेभी हुन्छ नि त त्यसले गर्दा बाटो पनि पुरा बिजोक छ क्या त्यसले गर्दाखेरि अलिकति बरु ज्यानलाई कसरत पनि हुने भनेर म चाहिँ हिँडिदिइरहेको छु हल्का लगाइस अब चाहिँ हामी पनि फर्केको होइन थ्याङ्क यू सो मच फर वाचिङ प्लिज सेयर सब्सक्राइब लाइक कमेन्ट गरेर राखिदिनु होला होइन फेरि भिडियो ल्याउनेछु